बोतल चाहिँ पाउनु एकछिन मैले उभिएर फोटो खिचेर सक्नुहुन्छ है त त्यो लास्टकोमा गएर बस्नुहोस् यतापट्टि फर्केर बस्नु खुट्टा चाहिँ साइडमा दुई राखेर त्यतापट्टि फर्किनुपर्छ है त जस्ट सिट इन द मिडल एन्ड ट्राई टु किप ब्यालेन्स खुट्टा कसरी सहिलो हुन्छ दुईपट्टि पसाला नै हुन्छ जसरी बी कम्फर्टेबल एयर सेल्फ त्यो बिचमा तपाईँको यसलाई चाहिँ ट्रेडिसनल डग आउट केनु भन्छ कि खनेर एउटै रुखबाट बने हुन्छ कि यो हजुर त्यसमा जोइन हुँदैन त्यो बाहिर हरिलो तपाईँहरूको यो फाइबर कभर गरेको पानीबाट सुरक्षाको लागि हो त्यो त पहिले बडापूर्वकालमा चाहिँ थारूहरू मात्र थिए नि त यहाँ आदिवासी थारूहरू चाहिँ इन्डिजिनियस पिपुल भन्छ कि जुन बेला औल थियो यहाँ त्यो बेला अरू कोही पनि आउन चाहदैन थियो यहाँ औलको डरले त्यो बेला थारूहरू मात्र बसेर त्यो बेला खोलो तर माछा मार्नलाई सानो सानो ढुङ्गाको रूपमा खर्साएर बनायो उनीहरूले पछि यहाँ डेभलप हुँदै गयो मलेरिया कन्ट्रोल भएपछि विदेशीहरू टुरिस्ट पर्यटकहरू आउनु थाले अनि त्यसलाई चाहिँ विकास गरेर अनि ठुल्ठुलो अहिले ठुल्ठुलो बनायो अनि त्यही भएर टुरिस्टलाई भनेर चाहिँ हामीले ट्रेडिसनल डग आउट केर्नु मेरो बाई ओन पिस अफ फुड भनेर भन्छ अब स्पेसल्ली यो बोटिङ चाहिँ खास हामी गोहीहरू चराहरू आउँछ कहिले कहिले जनावरहरू पनि पानी खान आएर देखिन्छ है स्पेसल्ली चाहिँ गोहीहरू हेर्नुको लागि हो यहाँ दुई किसिमको गोहीहरू पाइन्छ सर एउटा घरियाल भन्ने हुन्छ एउटा मास मगर भन्ने हुन्छ मास मगर भने चाहिँ अलिक छोटो मुखको हुन्छ त्यसले चाहिँ जे पनि खान्छ दे क्यान इट वाट एभर दे गेट एन्ड सर्भाइभ एनी टाइप्स अफ वाटर त्यो तालतलैयाहरू हुन्छ नि वाटर होलहरू त्यस्तो पनि बस्छ त्यस्तो फ्रेस वाटरमा बस्छ त अर्को घडियाल भन्ने चाहिँ लामो थुतुनु हुन्छ लङ स्नाउटवाला हो त्यो चाहिँ क्रिटिकल इन्डेन्जर स्पेसिसमा पर्छ कि त्यो घडियाल चाहिँ ओन्ली फाउन्ड इन्डिया एन्ड नेपाल र इन्डियामा मात्र पाउँछ त्यो चाहिँ माछा मात्र खान्छ र अलवेज स्टे इन फ्रेस वाटर जहिले पनि यो बग्री पानीमा मात्र बस्छ क्या तालतलया यता आउटसाइडतिर बस्दैन त्यही भएर त्यो चाहिँ एकदम रेयरमा पर्छ कि क्रिटिकल इन्डेन्जर स्पेसिस भन्छ त्यसलाई चाहिँ त्यो दुई किसिमको गोहीहरू हामीले यहाँ पाउँछौँ ग्यारेन्टी यही देखिन्छ भन्नु त गाह्रो छ तर भयो नि प्रायः देखिन्छ अहिले तिनीहरूको ब्रिडिङ सिजन हो कि सर बच्चा फुलबाट बच्चा खुराल्ने बेला हो अहिले तेरो कम देखिन्छ जाडो महिनामा त कति हजुर उयो हजुर यही गोहीले हो त्यो घडियालले खाँदैन के त्यो जुन अघि हामी ठोक्यो नि डुङ्गा म्याडम हो त्यो तिनीहरूले मान्छेले त्यति इन्जोय गर्दैन त्यसो गऱ्यो भने पुछारले हान्यो भने चाहिँ काटिदिन्छ तिनीहरूको त मुखै हेर्दा यति ठुलो हुन्छ नि त्यसले त चार समातेर पानीमा डुबाउँछ डुबाएपछि मर्छ नि त मरेछ नि खानु हो यहाँ मजुरहरू चाहिँ भालेहरू रहेछ है यहाँ भालेको जुन निलो घाँटीको कलर निलो हुन्छ भालेको पोथीको हरियो हुन्छ मेरो छुट्याउने तरिका त्यो हो उयो छ नि सानो रातो छुट्नु भएको त्यो चाहिँ नेपालीमा हुटी ट्याउ भने यही हो ल्याएको नि एउटा भाले यो दुइटै भालेहरू छ दुइटै मजुर छ नि त्यो दुइटै भाले हो किनभने घाँटीको कलर निलो छ क्या दुइटै
अहिले यिनीहरूको यो लामो पुछार हुन्छ भालेको कहिले कहिले यिनीहरू चाहिँ अलिकति पुरा फुल्ली अडल्ट भइसकेको छैन कि अनि कहिले कहिले चौरी वर्षमा झर्छ पनि यिनीहरूको खाएर लाग्ने बेला पुच्छरहरू उनीहरूको त राज्य उनीहरूको थियो ऊ भित्र पनि ट्रेन क्याम्प थियो क्या यो होटलको पछि अब गणतन्त्र आएपछि कुनै पनि भित्रको यो जङ्गलभित्रको होटलहरू सबै हटायो कि कुनै पनि राख्न दिएन टाइगर टप भन्नुहोस् चितवन जङ्गल लज भन्नुहोस् मचान भन्नुहोस् होइन आइल्यान्ड रिजोर्ट धेरै ठुल्ठुला होटलहरू थियो भित्र त्यो सबै चाहिँ अब कारण चाहिँ करप्सन भयो भन्छ क्या अब भित्र बस्ने अब उनीहरू अब तपाईँ अब जस्तो सम्पत्तिवाला हुनुभयो नि अब गेस्ट भएर आउनुभयो अर्कोपल्ट आउँदाखेरि तपाईँलाई जनावरको बारेमा त सबै थाहा भयो कहाँ के छ भन्ने थाहा हुन्छ नि त यिनीसी अब प्रोग्रामलेसी त्यही भएर बढी अनि पछि चाहिँ धेरै गैँडाहरू मावा त्यो पालनमा गैँडाहरू पनि धेरै मऱ्यो कि म्याडम त्यही भएर राजाले भित्रको होटलहरू चाहिँ सर यो गणतन्त्र आएपछि कुनै पनि होटल राख्नु थियो सबै आउट गर्यो यो होटलको नाम चाहिँ के थियो पहिला पहिला गैँडा वाइल्ड लाइफ क्याम्प भन्ने थियो यसको त्यो हेर्दा न हेर्न सक्नुहुन्छ अब अहिले यो उनीहरू त पहिले डाइनिङ हलहरू छ यो सबै सफा हुन्थ्यो यो सबै सफा गर्ने मस्त हुस्की खाने मस्त जनावर गैँडाहरू बेलुका सर चर्न आउने यस्तो सबै थियो नि नाम पनि जान्छ यो कुरो ओके हामी एलिफेन्टवाला ठाउँ त यताबाट जान्छ होइन फोटोको लागि Sit down. कहिले कहिले अगाडि नै फर्किनु न बेसिकली जम्का भेट होला जस्तो नभइकन गैँडाले आफ्नो शत्रु र मित्र छुट्याउनु सक्दैन भने स्मेलिङ पावर चाहिँ हुन्छ र आई साइड चाहिँ लेस हुन्छ कि त्यही भएर त्यसले कसरी हेरेको होला मैले हामी जङ्गल जान्छौँ नि त टिग्रेस लिएर होलसेल टिग्रेस थियो त्यो एउटा गैँडालाई चाहिँ मैले भेटेँ ए हजुरले भेट्नु भएको सानो अवस्था थियो आइ गरेको माउ रहन्छ हामी आधा घन्टा गऱ्यौँ अनि माउ त कहाँ भाग्यो के गर्यो के हुनसक्छ नि त अनि त्यहाँ वार्डेनलाई फोन गरिदिएको हजुर अनि वार्डेनको टोलीहरू नेसनल पार्कको त पेट्रोलिङ टोलीहरू हुन्छ नि तिनीहरू गएर डुङ्गामा हालेर लिएर आएर खुवाउने गर्ने गर्दाखेरि अहिले चाहिँ भइसक्यो 3 वर्ष हुन लाग्यो 2-3 वर्ष हुन लाग्यो डुङ्गा हालेर ल्याएको थियो अहिले मैले भन्नु नि कहिले कहिले हामीले भेट्छौँ नि हामी त अब जनावर खोज्न बाघ भालुहरू खोज्नु गएर अब 3 दिन 4 दिन वकिङ गरेर हुन्छ नि हामी त हाफडेकै गएको थियौँ उताभित्र हजुर
यस्तो रहेछ आएँ गरेँ होला यत्रो सानो हामीले पत्ता नलाग्यो मर्छ त्यो दुध खान नपाएपछि 12 घन्टा मरिहाल्छ मेमोरी हुन्छ राम्रो हो म साथीहरूलाई नि यहाँ जानु भनिदिन्छु भिडियो गर्दै म यहाँले भिडियो गरेँ कि उताको अनि बल्ल मान्छे हाल्छ बल्ल फोटो